हेलो एभ्रिवान, आज चाहिँ यो भिडियो बनाउनुको मेन रिजन भनेको चाहिँ ओके कति हाउ मेनी अफ यु आर वाचिङ सेलिब्रिटी मास्टर सेफ होइन। म चाहिँ आइएम वाचिङ इट फ्रम द बिगिनिङ अफ दिस सो हो। अनि अहिलेसम्म जति पनि इलिमिनेसन राउन्ड भयो मलाई त्यस्तो केही लागेको थिएन, बिकज एउटा न एउटा निस्किनै पर्छ, नत्र कसरी एउटा विनर हुन्छ भन्ने लागेको थियो होइन। बट हिजोको एपिसोड चाहिँ राति राख्छ, मैले आज बिहान हेरेँ होइन। एन्ड हिजोको एपिसोडमा मैले बिहान हेरेँ, एउटा इलिमिनेसन भएको थियो। गेस हु को इलिमिनेट भयो भने म यस्तो इमोसनल भएँ यो इलिमिनेसनमा चाहिँ। उषा ताई मुझे लगा था मैं आज जाऊं। मुझे अफसोस हो रहा है इस चीज का। वो सुबह में ऑस्ट्रेलिया लाइम जो था वो चूज कर रही थी शायद। मुझे ऐसा लगता है मेरे वजह से उन्होंने वो दूसरा चूज कर लिया। मेरा जिसके ऊपर भरोसा होता है ना, वो सबको मैं मानती हूँ। यस्तो राम्रो लाग्थ्यो होइन, यस्तो राम्रो लाग्थ्यो क्या। ऊ चाहिँ म त्यो आजको एपिसोड हेरेर यस्तो इमोसनल भएको थियो। कतिजनाले हेर्नुहुन्छ, म चाहिँ सुरुदेखि नै हेरिरहेको थिएँ होइन। तर अरू इलिमिनेसन राउन्डमा चाहिँ त्यस्तो मलाई केही पनि भएको थिएन, ओके वाला टाइप भएको थियो होइन। तर यो इलिमिनेसनमा चाहिँ यस्तो म लिटरल्ली रोएको थिएँ, आँसु झरिरहेको थियो मेरो, त्यस्तो भएको थियो क्या। कतिजना हेर्दै हुनुहुन्छ होइन। एकदमै राम्रो छ सो चाहिँ होइन। यस्तै म चाहिँ मास्टर सेफहरू लिटरली हेरिरहेको हुन्थ्यो, बट अहिले चाहिँ नयाँ भयो नि त सेलिब्रिटी मास्टर सेफ, वाइ नट, किन नहेर्नु भनेर म चाहिँ हेरेको थिएँ। तर यस्तो दामी लाग्यो हरेक सबैले बनाएको पकाएको एन्ड हाउ दे डेकोरेट, हाउ दे प्लेट, तिनीहरूको प्लेटिङ चाहिँ यस्तो राम्रो लाग्यो। तर यस्तो इमोसनल कहिले भएको थिएन म कुनै पनि इलिमिनेसन राउन्डमा भएको थिएन। ओके हेर्दै गर्नु, हजुरहरू पनि हेर्नु, यस्तो राम्रो छ। हजुरहरूले सिक्नुहुन्छ क्या, केही न केही सिक्नुहुन्छ। म पनि त्यही भएर हेर्छु क्या मास्टर सेफहरू चाहिँ। ओके।